Hello everyone, good morning. अनि सबैजनाको सेवा अनि आज चाहिँ साइक्लिङको लागि जानु लागिरहेको छु म। अनि यता दाइहरू हुनुहुन्छ, म यहाँदेखि अब ठमेल जान्छु। अनि ठमेलमा चाहिँ सबै साइकलहरू हाम्रो यहाँ पछाडि आउँदैछ, त्यहाँदेखि त्यहाँसम्म चाहिँ हिँड्दै जान्छु। अनि उतै भेट्टाउँछु भनेर चाहिँ म हिँड्दैछु हैन, त्यो सजिलो भयो नि त, त्यही भएर। अनि हेरौँ आज कस्तो हुनेवाला छ। आज मेबी उता ककनीतिर गइन्छु होला, अब दाइहरूले कता लग्नुहुन्छ हैन। अब हेरौँ कता गइन्छ। त्यही हो, अब बिस्तारै बिस्तारै जाने हो। 6:30 बजीदेखि सुरु भनेको 6 बजिसक्यो। अब एकैचोटि ठमेलमै गएर भेटौँ हैन, कतिजना हुन्छ के हुन्छ हेरौँ उतै गएर। अब चाहिँ सन्तोष दाइ पनि आइसक्नु भयो। हामी सन्तोष दाइको पसल अगाडि दाइ र म हैन। दाइ आइसक्नु भयो। आज म यही लाएर कुदाउने। यो चाहिँ मेरो, यो सन्तोष दाइको। अब यहाँ बसिरहेको छौँ चट्ट दाइको अगाडि, पसल अगाडि। अब हामी निस्केको यहाँबाट दाइहरू, हाम्रो दाइ दुईजना दाइ अगाडि, पछाडि सन्तोष दाइहरू पछाडि हुनुहुन्छ। यस दाइहरूले मलाई धेरै मोटिभ गरिरहनु भएको छ। अब हेरौँ कतिखेर पुगिन्छ हामी। हल्कामै कफरी जाने भयो हामी। हेलो दाइ, हेलो 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 भाइ सन्तोष दाइ, हेलो भाइ। दाइ। घोडा निकाल केही भएछ यही भयो झट्ट हिँड्यो। म लास्टमा हिँड्छु दाइ, हिँड्नु म लास्टमा हिँड्छु।
फेरि त्यही माथि फेरि ई बाइक छ अवश्य हाम्रो सुरु भयो चट्टपारामा कहाँको लोकल भने बाइलोड पनि होइन कि देशी के कस्तो के अब पाउ छ नि त ल तपाईँ कति अग्लो हो कि ल मलाई माया लाग्छ क्या हँसाउने रे ल्याएँ नि मैले ल्याएन नि किन त मलाई यस्तो हुन्छ भनेर हँसाउने चाहिँ अर्को रहेछ क्या फेरि उकालो लुद्दी काट्ने हो उकालोमा के गर्नु ढेप्नै पर्यो दायाँहरू अगाडि हुन्छ पछ्याउँदैछु ब्ल्याक भनेको के हो राई भाइ हजुर ब्ल्याक भनेको खै दाइ उकालो ए छुयो कता ढुङ्गा चढ्यो यो आशिष मैले त भन्दै मात्रै हो आयो आयो यस्तो नि त भाइ हिँड्नु हिँड्नु हल्का हाल्नु सिक्नुपर्छ हेर्नु फर्स्ट टाइम हो नि त यता म यो अब बाटो कस्तो छ थाहा छैन होइन त्यही भएर बिस्तारै हिँड्नुपर्ने हुन्छ यस्तो हुन्छ है राउन्ड कतै
कहाँ छोड्दै हाल्यो यार के हो अरू यसो ब्याट्री निकाल न टाइम लिएर ब्याट्री निकाल न ओइ पेल कता फोन चाहिँ गोजीमा छ फुटेर लगेर आमा कहाँ छोडिँदै हाल्ने हैन बिगिनरहरूलाई कस्तो चाहिँ चाहियो भन्दा अझै डाउन गर्नु पर्यो वाह दामी छ यार एउटा भाइ वाह ui ya sih paling sobi mah cuma banyak नडरै हान्नु पर्यो मेन भनेको हैन कस्तो चिप्लेको ओह्रालोमा साह्रै डर लाग्छ किनभने चिप्लिन्छ दामी ठाउँमा पुगेको अवस्था नेट पनि यहीँमा चलिरहेको रहेछ
यहाँ चाहिँ दामी भन्छ दाइ दामी नाइस यो दाइ दाइ खतरा हाल्नुहुन्छ वाह दामी आयो वाटरफल Everything fried. My name is fried. हेलो दाइ ठिक छ दाइ Nice. दाइहरूले मलाई पर्खी गर्नु भएको छ नाइस कता हो बाटो यस्तो चाहिँ मैले स्पिड हाल्नु सक्दिनँ ला यस्तो हो नि त दाइहरूलाई कल गर्नुपर्छ यार सेट अब मेरो साइकल बनाइदिँदै हुन्छ मेरो दाइले मलाई बनाइदिने होइन म छोरा बनाउने मान्छेले यो मलाई कुन ठुलो कुरा अब आउनु न आउनु कहाँ उता गएको म त ढिप्छु होला आज भनेको तर होपफुल्ली दाइले बनाइदिँदै हुन्छ अब हेल्प गर्छु अब दाइलाई हेल्प गर्छु म दाँतले टोको त के बोले भाइ के बोले के छ थाहा भाइ बोले साइकल चाहिँ बनाइदिइसक्नु भएको छ दाइले तर ओह्रालो र 1300 कुद्छ मेरो अघि भनिसकेँ मैले त आजको दिन त मेरो यो जङ्गलै कट्नु लाग्छ ढिपेरै भनेको ल दाइ हो न दाइ सन्तोष दाइ अब भाइ खुसी लाग्यो यो पहिलो दिन जस्तै भयो अब दोस्रो दिन तेस्रो दिन चाहिँ एक्लै नआउनु सोल्टिन लिएर राइड भइहाल्यो मेन ट्रेल त त्यही त हो नि स्कार बताको ल अब यहाँदेखि दाइहरू हो मौध यो चोटिलाई अर्को चोटिलाई भेटौँला है मेरो हस् दाइ हस् दाइ बाई बाई दाइ राइट सेफ हस् दाइ दाइहरू उँभो जानुहुन्छ अनि ओइ कालिज सादा बोतल उठाइदियो नि के देख्न सक्नुहुन्छ कालिज रहेछ पछि आइपुगिसक्यो यहाँ पसलमा छोड्यो साइकल बिक्री पनि रमाइलो भयो आजलाई यति नै हुन्छ होला ब्लग है यही हो लास्ट आइपुग्यो अब घरतिर जानुपर्छ त्यही हो है ल सबैलाई थ्याङ्क यू अब अर्कोचोटि फेरि दामी राइडमा जानुपर्छ है त बाई बाई